हेलो गुड मर्निङ एन्ड नमस्ते सम्पूर्ण मित्रहरूमा। मैले प्रायःजसो मेरो युट्युब च्यानलमा रुद्राक्षका मात्रै भिडियोहरू बनाउन चाहेको छु भने मुख्य चाहिँ मूल भिडियोमा चाहिँ अब रुद्राक्षकै मैले हाल्ने गरेको छु। किनभने त्यो एउटा मैले पनि सर्वसाधारण व्यक्तिले पनि जान्न सकोस्, सिक्न पाओस् भन्ने एउटा अवधारणाले मेरो सक्सेसफुल्ली भिडियोहरू चाहिँ मैले युट्युबमा मात्र प्रयोग गर्ने गरेको छु। त्यसकारण म आज फेरि फागुनमा भनौँ न हैन, फागुन महिनामा वर्षा पुग्न लाग्यो, त्यो सिजनमा रुद्राक्षको ग्राफ्टिङहरू गरेका थिएँ। आज बाइ द वे म हजुरहरूलाई देखाउँदैछु कस्तो भएछ त हैन मैले बनाएको ग्राफ्टिङहरू। अब म प्रष्ट देखाउने छु, यहाँ सम्पूर्ण हजुरहरूले हेरिदिनु होला हैन। मैले यत्रोदेखि बनाएको हो हैन, यत्रोलाई ग्राफ्टिङ गरेको, यतिको ठुलो झ्याङ भएको छ, राम्रै छ। यतिको हुनु भनेको नि राम्रै होला, वर्षा दिनमा राम्रै आछ हैन। र यो बुढो बोटलाई अब बुढो त नभनौँ, अलि नफल्ने खालको थियो, त्यसलाई चाहिँ मैले यसरी कटिङ गरेको थिएँ हैन। कटिङ गरेर यस्तो आएको छ है। यो चाहिँ ग्राफ्टिङ होइन, सिधै भन्नुपर्छ, यो ग्राफ्टिङ गरेको होइन। यस्तो हाँगोहरू तपाईँहरूले राख्न सक्नुहुन्छ र अब आउने फागुन महिनामा तपाईँहरूले जसरी भए पनि ग्राफ्टिङ गरेर उत्पादन गरेर यहीबाट कलमी बनाएर निकाल्न सफल हुनुहुनेछ, यदि मैले भनेको मान्नुभयो भने हैन। यस्तो हाँगाहरू छ। यस्तो यो वन कार्यालयमा गएर ल्याउँदा यत्तिको मसिनो पनि पाइँदैन, मात्र यहाँ छँदै छैन त्यो उदाहरणमा देखाउने खालकै होइन। त्यसले गर्दा यस्तोलाई राख्नुहोस्, यो माथि भोलिका दिनहरूमा ग्राफ्टिङ गर्ने अनि पछि कलमी बनाएर सर्लक निकाल्दा पनि राम्रो हुन्छ। ल साथीहरू, यहीँ हुन दिँदा नि भयो, त्योभन्दा अझै सक्सेस बनाउँछु भन्ने हो भए पछि यसलाई कलमी बनाउने, यो माथि ग्राफ्टिङ गरिन्छ जुन माथि, अनि यहाँ कलमी गरेर कलमी बनाएर ठक्क निकालेर अर्को ठाउँ सार्दा धेरै राम्रो हुन्छ। अब यो अर्को ठाउँमा हेर्न सक्नुहुन्छ होइन, यस्तो मसिनो छ, यसलाई फालिदिने हो, मिल्काइदिने, अलिक ठुलो मात्रै राख्ने। र यो हेर्न सक्नुहुन्छ कन्फर्म यो मैले ग्राफ्टिङै गरेको, जोडेकै हो होइन, अर्को हाँगा जोडेको हुँ। त्यसले गर्दा यो सफल भएको चाहिँ सक्सेस भएको छ, हेर्नु होला। यहाँनिर छ, अब यसको टेप खोल्ने बेला भएछ, म आज खोलिदिने छु। यति राम्रो सफल भएको छ है। यो चाहिँ हिजोअस्ति मात्र, यो श्रावण महिनातिर बनाएको है। ल मैले खोलेँ, हेर्नु होला। यसरी खोलिसकेँ, यस्तो भएको छ। यहाँ यति राम्रै जोइन भएर छ, यति मजाले राम्रो। यो डालासँगैको मैले जोडेको हो, डालीसँगै, र सक्सेस भएको छ है साथीहरू। र अर्को ठाउँ यिनीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। बारम्बार म भन्छु कि तपाईँहरूले यो वन कार्यालयबाट मसिनो बिरुवा ल्याउनुभन्दा सकभर यसरी ठुलो बोटलाई तपाईँहरूले कटिङ गर्नुभएको छ भने यस्तो राखी छोड्ने हो होइन। पछि यो मसिनोलाई काट्ने, अनि यस्तोलाई तपाईँहरूले पछि राखेर यसैमा ग्राफ्टिङ गर्नुहोस्। मेरो नयाँ जानकारी ल, यसैमा ग्राफ्टिङ गरी मैले यहाँ ग्राफ्टिङ गरेको थिएँ। अर्को यो चाहिँ अनसक्सेस भयो, यो अलिक केही मिलेन, यसको अलिकति उमेर मिलेन, उमेर नमिलेको कारणले यस्तो भयो साथीहरू। अलिकति यसको चाहिँ उमेर मिल्दो हुनु पर्यो, अनि मात्रै राम्रो हुन्छ होइन। यो चाहिँ अनसक्सेस भएको छ, अरू आएको छ। अब आउने माघ महिनामा ग्राफ्टिङ गर्दैछु यिनीहरूलाई, र पछि कलमी गरेर निकाल्ने हो। यस्तो माघ महिनामा ग्राफ्टिङ गरेर पछि ग्राफ्टिङ गरेर निकाल्ने हो साथीहरू। यहाँ देख्न सक्नुहुन्छ यति राम्रो जोइन भएको छ, यहाँको जोडाइ हो होइन। ग्राफ्टिङ चाहिँ यहाँ गरेको हो, तर यतिको स्याउला हुँदैछ, यसलाई नै धन्यवादै भन्नुपर्छ। र अरू चाहिँ यिनीहरूमा चाहिँ सफल भएन। अब ठिक छ, आउने माघमा अब
ग्राफ्टिङ गरिँदैछ। यिनीहरू मिल्काइदिने हो। यो धेरै भयो भने राम्रो हुँदैन। यस्तोलाई होइन यसो गर्ने, राम्रो राम्रो राख्ने, अलिक ठुलो ठुलोलाई राख्ने, मसिनोलाई फालिदिने। ल अर्को ठाउँ पनि छ। यो चाहिँ होइन जोडेको होइन होइन। अब यो चाहिँ एउटा जोड्न सफल भएको छु र सक्सेस पनि भएको छ, तर त्यति राम्रो पक्रिन नमानेको रहेछ। हेर्नुहोस् त, त्यति राम्रो पक्रिन मानेन छ, तर पनि ठिकै छ। यतिको लिएकै होला होइन। अब माथि स्याउला त यतिको भएपछि जागेकै हो, बाँचेकै भन्नुपर्छ। ल यहाँ पनि एउटा यत्रो भएको छ। यो पनि अब धेरै सक्सेस भएको छ है। यो पनि सक्सेस नै भन्नुपर्छ यसलाई पनि। यताको ग्राफ्टिङ हो, यहाँ जोडेको हो होइन। धेरै माथि जोडेको छु, तर पनि सक्सेसै छ साथीहरू। ल यसमा पनि राम्रै सक्सेसै भएको छ होइन। यत्तिको मान्नै पर्छ। मसिनो यसो पछि कलमी गरेर निकाल्न मिल्छ कि भनेर यो चाहिँ हुँदैन। यस्तो बनाउने होइन, यिनीहरू मिल्काइदिने हो, लुचिदिने, यो फालिदिने। यसलाई नै अब आउँदो साल, अब पछि हिउँदोमा, पछि के अहिले पौष महिना, अब माघ महिनामा ग्राफ्टिङ गर्न मिल्छ। ग्राफ्टिङको लागि हो यसरी यो पुरानो बोटलाई ढालफाँड गरे पछाडि यसरी बचत गरेर राखेको हो होइन। यो चाहिँ मैले छोटोमा ग्राफ्टिङ गरेको हो। राम्रै जागेको छ, सफल भएको छ, मलाई खुसी नै लागेको छ। तर फल्ने चाहिँ कतिको हो यो ग्राफ्टिङ गरेको होइन। यतिको भए चाहिँ लास्टमा बनाएको हो कि, यो चाहिँ धेरै लास्टमा बनाएको पो त यो त। तर पनि यतिको राम्रै भएको छ। धन्यवादै दिनु पर्यो है साथीहरू। यिनीहरू ग्राफ्टिङ गर्नको लागि मात्र राखेको। यो चाहिँ यो भन्नुहुन्छ भने यो चाहिँ सक्सेस हो। यो चाहिँ अब ग्राफ्टिङ गरिसकेको हो होइन। यतिको राम्रो भएको छ। लास्ट म बनाएको हो यो चाहिँ, अरू छैन। अब यस्तै हो। ल सबै यो चाहिँ अब आउँदो सालको लागि ग्राफ्टिङ गर्ने तयारी हो। वनबाट ल्याएको मसिनो कपाल जस्तो थियो, त्यसको कामै छैन त्यस्तो। बरु यही मैले जगेर्ना गर्नु जित्या छ होइन। यसैमा जोडजाम गरेर पछि कलमी गरेर निकाल्न राम्रो होला भन्ने आशाले राखेको छु। हेर्नु होला साथीहरू, यति ठुलो भए तापनि यस्तोलाई तपाईँहरू यदि नराम्रो फल्ने काँडे छ भने तपाईँहरूले कम्तीमा यो जमिनको सतहदेखि होइन, जमिनको सतहदेखि त्यति माथि यो मृगहरूले आक्रमण गर्न नसक्ने 2 फुट, कम्तीमा 2 फुट माथि ढाल्नु होला। ढाले पछाडि यहीँनिर अर्को त्यो उता मैले देखाएँ नि अगाडि, त्यस्तै मुना टन्ना हाल्छ, त्यसमा ग्राफ्टिङ गर्ने अनि राख्ने, कुनै कलमी गरेर सार्ने, अर्को ठाउँ सार्ने गर्नुहोस् है तपाईँहरूले। यहाँ पनि छ एउटा, तर यो यसलाई बिजोग भइरहेछ। यसरी सबै मृगले हानेर होइन, यसरी सबै खुर्का हालेको थियो। यस्तै पनि हुन्छ कि भनेर यसो ग्राफ्टिङ चाहिँ गरेको थिएँ। जाग्न त जाग्यो बिचरा। यस्तो छ, टुहुरो भइरहेछ होइन। गाह्रो छ यसलाई बाँच्न। बिजोगले बाँचिरहेको छ मृगले हानेर। यसरी बार जहिले हाल्नुपर्छ, अनि मात्रै मृगको सिङ नछिर्ने गरी बार हाल्नु पर्यो बाँसको भाटाले, अनि मात्रै हुन्छ। त्यसै अगाडि नै हानिहालेको थियो र पछाडि मैले यसलाई ग्राफ्टिङ गरे पछाडि जगाड्न गरेको हो। ल यहाँ पनि बाँच्न सफल भएको छ। यस्तो यो बाक्लो राख्नु हुँदैन, ठुलो गाँठो बस्छ, झुप्पा ठुलो बस्छ। यहाँ यति राम्रो सफल भएको छ, जाग्न सफल भएको छ।
जोडिएको छ। तर लास्टा सबैभन्दा लास्टातिरकोहरू यिनीहरू। यो पनि हेर्नुहोस् सानो छ होइन, तर धेरै राम्रो बिचरा जागेकै छ। यो भन्ने चाहिँ अब आउने सालको लागि ग्राफ्टिङ गर्ने यसमा। यो पनि ग्राफ्टिङ गर्नको लागि मात्र हो। यस्तो आएको छ। यता ग्राफ्टिङ गरी हिँडेँ मैले। एकपल्ट ग्राफ्टिङ गरेको थिएँ, बिसिजन पऱ्यो र अलि उमेर मिलेन र अनसक्सेस भयो, मऱ्यो। अब आउने माघको लागि ग्राफ्टिङको तयारी है साथीहरू ल। अनि यहाँ चाहिँ धेरै राम्रो, सबभन्दा फर्स्टमा अन्तिम समयमा मैले यो ग्राफ्टिङ गरेको सबैभन्दा फर्स्ट राम्रो चाहिँ यो जडान भएको छ होइन। यो जोडिएको छ, हेर्नु होला यति राम्रो छ। राम्रै भन्नुपर्छ होइन। अरू अब अर्को ठाउँ पनि जान पर्ने थियो, तर मेरो समस्याले गर्दा भिडियो अलिकति थोरै मैले अब कट गर्न बाध्य भएँ। त्यसले गर्दा अरू भिडियोमा फेरि, अर्को भिडियोमा फेरि भेटौँ ल। हुन्छ, यहाँहरू नयाँ साथी हुनुहुन्छ भने, जो कोही हुनुहुन्छ भने नयाँ साथीले मलाई सब्सक्राइब अनि लाइक कमेन्ट गरिदिनु होला भन्ने मैले आशा गरेको छु। हुन्छ, फेरि अर्को भिडियोमा भेटौँ ल। थ्याङ्क यू सो मच, बाई बाई।